हामीलाई राजाले के लाउँथे के खान्थे भन्ने जिज्ञासा हुन सक्छ। हामी कल्पना पनि गर्न सक्दैनौं कि राजाले सामान्य गरिब जनताले जस्तै खाना खान्थे भन्दा, तर राजा वीरेन्द्र सामान्य लाउने र खाने गर्थे। धेरैजसो उनी नेपालमै उत्पादन भएका कपडाहरू लगाउन मन पराउँथे। उनको एउटा सपना थियो बाहिरबाट ल्याउने भन्दा नेपाल भित्रै केही गर्नुपर्छ भन्ने। लवाई र खवाई दुवै उस्तै साधारण थियो। राजा वीरेन्द्रलाई हाँडीमा भुटेको मकै एकदमै धेरै मन पर्थ्यो। खानामा साधारण दाल भात तरकारी नै रुचाउँथे। जनतालाई धेरै नै मनपर्ने राजा हुन् वीरेन्द्र भनेर त हामीले माथि नै भनिसकेका छौं। के कारण राजा वीरेन्द्र जनताका यति प्रिय हुन पुगे भन्ने बारेमा धेरैलाई जिज्ञासा हुन सक्छ। राजा गाउँ गाउँमा भ्रमणमा हुँदा राजालाई जनताहरूले घेर्थे। उनका अंगरक्षकहरूले मानिसहरूको हुललाई धकेलेर छेउमा आउन दिँदैन थिए। तर राजा वीरेन्द्रले अंगरक्षकहरूलाई भन्थे, तिनीहरूलाई नधकेल, आउन देऊ। एकपटक रसुवामा एक कार्यक्रम थियो। मञ्चमा कार्यक्रमको बेला प्रहरीले मानिसहरूलाई धकेल्ने काम गरिरहेका थिए। टीका धमला वीरेन्द्रको नजिकै उभिएका थिए। वीरेन्द्रले टीका जाऊ त त्यहाँ के भयो हेरेर आऊ भने। त्यहाँ एक भूपू प्रधान पञ्चको नाम राजालाई भेट्न पाउने लिस्टमा परेनछ। त्यसपछि राजालाई दर्शन गर्छु भन्ने प्रधान पञ्च र जान पाउँदैनस् भन्ने प्रहरी बीच भनामन भएछ। टीका धमलाले यही कुरा सुनाउँदा वीरेन्द्रले भने, तिमी आफै लिएर आऊ, म सबैभन्दा पहिला उनैलाई भेट्छु। कुनै पनि बलियो मान्छेमाथि यसले केही बदमास गर्छ